हेलो नमस्ते इन्भेस्ट विथ अज च्यानलमा हजुरहरूलाई स्वागत छ। 19 मार्च 2025 को निफ्टी अपडेट र मार्केट एनालाइसिस लिएर हामी उपस्थित भइसकेको छौँ। समग्र मार्केटलाई हेर्दाखेरि आज पनि मार्केट लगभग 15 पोइन्टले गिरावट आएको छ र हिजो लगातार मार्केट खसेको मार्केट चाहिँ अब लगभग सपोर्ट जोन हामीले हिजो भिडियोमा पनि कुरा गरेको थियौँ। लगभग हामी सपोर्ट जोन नजिकै छौँ। अब यो लेभलबाट मार्केट फर्केन भने चाहिँ अलिकति सस्टेन हुन गाह्रो हुन्छ, अथवा यो लेभललाई ब्रेक गरेर तल गयो भने पनि फास्ट रिकभर भएन भने चाहिँ मार्केटको मुभमेन्ट तलतिर अलिकति लामो समयसम्म अथवा साइडवेज जोनमा जान सक्ने सम्भावना चाहिँ बढेर जान्छ भनेर भन्दै आएको थियौँ। र समग्र आज 14 पोइन्टले मार्केट लगभग 15 पोइन्टले मार्केट खसेको छ र 5 अर्ब 14 करोडको भोल्युम पनि आएको छ र भोल्युममा हिजोको भन्दा राइज देखिएको छ। भोल्युममा राइज देखिनुलाई हामीले दुईटै पर्सपेक्टिभबाट हेर्न सक्छौँ। एउटा पोजिटिभ पर्सपेक्टिभबाट पनि हेर्न सक्छौँ, एउटा यसलाई अलिकति अझै सेलिङ प्यानिक छ कि प्यानिक सेलिङ अझै बाँकी छ कि भन्ने कन्सेप्टबाट पनि हेर्न सक्छौँ। तर मार्केटमा धेरै नै तल आइसकेपछि भोल्युम बढ्नु भनेको चाहिँ बायरहरू पनि इन्ट्रेस्टेड छ भनेर बुझ्नु पर्ने हुन्छ। किनभने मार्केटको सिचुएसन अथवा मार्केटको मोमेन्टम अथवा मार्केटको पोजिसनिङ चाहिँ कुन लेभलमा बसिरहेको छ त्यो अनुसारले भोल्युमको आइडेन्टिफाई गर्न चाहिँ जरुरी छ। जहिले जहाँ भन्ने बित्तिकै भोल्युम बढ्यो अथवा घट्यो मतलब भन्दा पनि जोन आइडेन्टिफाई गरेर भोल्युमलाई त्योसँग कम्पेयर गरेर हेऱ्यौँ भने चाहिँ हामी अलिकति मार्केटको ब्रोडर अन्डरस्ट्यान्डिङ बुझ्न पनि सक्छौँ भनेर भन्न सकिन्छ। र टेक्निकल पर्सपेक्टिभ अहिले हामीले डिटेल रूपमा एनालाइज गर्नेछौँ। त्योभन्दा अगाडि हामी जेनरल ओभरभ्यू गऱ्यौँ। आज लगभग 15 पोइन्टले मार्केट खसेर लगभग 15 पोइन्टले मार्केट खसेर 2682मा क्लोज भएको छ र 0.55% चाहिँ गिरावट आएको र 54वटा कम्पनी चाहिँ आज मार्केट 14 पोइन्टले खस्दा पनि बढेका छन्, जुनमा एमएलबिबिएल, त्यसपछि बिइडिसी, जिआरडिबिएल, रावा यिनीहरू नै बढेका छन्। किताको आधारमा हेऱ्यौँ भने एमएलबिएल र युएमएचएल चाहिँ सबैभन्दा धेरै कारोबार भएको छ र घट्ने क्रममा सबैभन्दा हाइएस्ट पर्सेन्टले घटेको लगभग सर्किट लेभलमा घटेको भनेको एसएल सामुदायिक लघुवित्त हो। 9.20% घटेको छ र त्यसपछि अरू चाहिँ समग्रमा 4% भन्दा कमले नै गिरावट आएको छ। किताको आधारमा हेऱ्यौँ भने जिएचएल, एचआरएल, एचपिपिएल, अप्परहरूमा चाहिँ हाइएस्ट किता कारोबार भएको छ। 7वटा कम्पनी अनचेन्ज छ, केडिएल, एमबिएल, एमडिबी, मुक्तिनाथ, एमएसएचएल, नेसनल लाइफ इन्सुरेन्स र एसएमबीमा चाहिँ अनचेन्ज भएका छन्। ओभरअल टर्नओभरमा एचआरएल सबैभन्दा हाइएस्ट टर्नओभर सायद कारोबार भएको छ। एनआरएन त्यस पछाडि छ, त्यसपछि एनआरआइसी, जिआरडिबिएल र एचपिपिएल छ। भोल्युमको बेसिसमा हेऱ्यौँ भने जिएचएल छ, एचआरएल छ, एमएलबिएल छ। त्यसबाट ट्रान्जेक्सनको आधारमा हेऱ्यौँ भने एचआरएल, जिएमएलआई र एनआइसिएल चाहिँ हाइएस्ट र प्राइस एडजस्ट भएको चाहिँ एउटा कम्पनीको एनआइसिएलको चाहिँ लगभग 15%को बोनस सेयरको चाहिँ 955.10मा क्लोज भएको थियो भने 865.3मा चाहिँ अब प्राइस एडजस्ट भएको छ। भोलिको कारोबारदेखि यतिदेखि नै कारोबार सुरु हुन्छ। समग्र सेक्टर एनालाइसलाई हामीले डिटेल रूपमा हेर्ने हो भने चाहिँ लगभग सबै सेक्टरमै करेक्सन देखिएको छ। ट्रेडिङ, म्युचुअल फन्ड र होटल बाहेक अरू सबै सेक्टरमा गिरावट आएको छ र सबैभन्दा धेरै गिरावट आएको कम्पनी सेक्टर चाहिँ कुन हो भन्दाखेरि चाहिँ हाम्रो लगभग फाइनेन्स सेक्टरमा सबैभन्दा धेरैको गिरावट आएको छ। त्यसपछि हामीले हेर्ने भने लाइफ इन्सुरेन्स अनि हाम्रो त्यसपछि हाइड्रो पावर सबै सेक्टरमै लगभग प्राय करेक्सन आएको छ भने सबैभन्दा कम गिरावट आएको सेक्टर चाहिँ हाम्रो डेभलपमेन्ट ब्याङ्कै हो र ओभरअल सबै सेक्टरमा राम्रै गिरावट आएको छ। अलिकति ट्रेडिङ सिस्टममा चाहिँ अलिकति राइज राम्रो देखेको थियो, यो पनि बिबिसीको कारणले राम्रो राइज देखेको। मार्केट म्यानिपुलेसन गर्न चाहिँ बिबिसीलाई स्ट्रङ रूपमा युज गरिएको छ। म्युचुअल फन्डमा पोजिटिभ आएको छ भने होटल सेक्टरमा चाहिँ अलिक हल्का पोजिटिभ आएको छ, त्यो पनि फर्स्ट आवरमा पिकअप गरेर त्यसपछि करेक्सन मोडमै थियो भनेर भन्न चाहिँ सकिन्छ। र हामीले भोल्युम पर्सपेक्टिभबाट हेऱ्यौँ भने हिजोको भन्दा आज 18% लगभग 19%ले भोल्युम राइज देखेको छ। त्यसलाई चाहिँ हामीले पोजिटिभ रूपमा पनि लिनुपर्ने हुन्छ र भोल्युम राइज हुँदा पनि मार्केट चाहिँ डाउन ट्रेन्ड कन्टिन्युएसन खस्नु भनेको चाहिँ अलिकति यसलाई अझै प्यानिक क्रिएट गराउन सक्छ कि भन्ने कन्डिसन चाहिँ हो। तर सपोर्ट जोनमा मार्केट आइसकेको बेला चाहिँ हामीले यसलाई पोजिटिभ रूपमै लिनुपर्ने हुन्छ। अदर सेक्टरमा चाहिँ भोल्युममा पनि गिरावट आएको छ, नभए सबै सेक्टरमा चाहिँ भोल्युम बढेको छ। अदर सेक्टर, म्यानुफ्याक्चरिङ र ट्रेडिङ बाहेक अरू सबै सेक्टरमा चाहिँ भोल्युममा राइज देखिएको छ। टेक्निकल पर्सपेक्टिभबाट हेर्दाखेरि हामी ठ्याक्कै एकदम स्ट्रङ सपोर्ट जोनमा छौँ। 2650 को लेभलभन्दा तल जान थाल्यो भने चाहिँ मार्केट अलिकति प्यानिक रेट बढी नै हुनसक्छ भन्ने हुन्छ र भोल्युम ड्राई भइसक्दा पनि हिजो राम्रै ड्राई भएको भोल्युम आज अलिकति तल आउँदाखेरि पनि भोल्युम राइज देखिनु भनेको अलिकति
बारहरू इन्ट्रेस्टेड भएको भन्ने पनि बुझ्न सकिन्छ, अथवा सेलरहरूले नै तल ल्याउन खोजिरहेको मार्केटलाई भनेर भन्न पनि सकिन्छ। त्यो भएको कारणले हामीले यसलाई दुईवटा पर्सपेक्टिभबाट हेर्नुपर्ने हुन्छ। तर हाम्रो एरिया अफ मार्केट चाहिँ एकदम सपोर्ट जोनमा आइरहेको बेला चाहिँ यसलाई हामीले पोजिटिभ रूपमा लिनुपर्ने हुन्छ। र अब चाहिँ मार्केटको यात्रा भनेको यो लेभलमा सस्टेन गरेर हल्का साइडवेज खेलेपछि अपट्रेन्ड जान थाल्यो भने चाहिँ हाम्रो जुन हाम्रो यो पुरानो हिस्ट्री हेऱ्यौँ भने के देखिन्छ भने मार्केटमा चाहिँ जुन हाम्रो यो बढ्नु अगाडिको बुल आउनुभन्दा अगाडि चाहिँ जुन राइज देखेको थियो त्यस्तै खालको प्यानिक क्रिएट गरेर मार्केटमा गिरावट आइरहेको छ। अहिले हामीले हेर्दाखेरि निरन्तर एक दिन मात्रै हरियो भएर मार्केट रेगुलर खस्नु भनेको चाहिँ छिटै नै यसको रिभर्सलको सङ्केत आउन सक्ने सम्भावना हुन्छ। यो खालको प्यानिक क्रिएट गरेर मार्केट तल आयो भने चाहिँ त्यो भएको कारणले हामीले यसलाई पोजिटिभ रूपमा चाहिँ लिनुपर्ने हुन्छ। र अब हामीले हेर्ने भनेको अरू सेक्टरल एनालाइसमा हेर्दाखेरि ब्याङ्किङ सेक्टरलाई हामीले हेर्नुपर्ने हुन्छ। ब्याङ्किङ सेक्टरलाई पनि एकदम बेसमा बनाइरहेको छ। यो लेभलबाट अबले अलिकति बरु तल आएर त्यस पछाडि माथि राम्रोसँग राइज देखेर रिकभर गरौँ भने चाहिँ हामीले पोजिटिभ देखिन सक्छ। नभए चाहिँ यही लेभलमा साइडवेज खेलेर यो लेभलभन्दा तल 1350 भन्दा तल जान थाल्यो भने चाहिँ अलिकति प्यानिक बढी नै क्रिएट गर्न सक्छ भन्ने हुन्छ, अथवा साइडवेज जोन लामै समयसम्म जान सक्ने सम्भावना हुन्छ। अब गभर्नर पनि हाम्रो लगभग आउट हुने सम्भावना आउट हुने बेला आइसकेको छ, किनभने 22 गतेदेखि उहाँ चाहिँ बिदामा बस्ने, 12 गतेदेखि बिदामा बस्ने र 22 गतेदेखि चाहिँ उहाँको कार्यकाल सकिँदैछ भन्ने छ। त्यो भएको कारणले पनि अब नयाँ गभर्नरले चाहिँ मार्केटमा कस्तो इम्प्याक्ट पार्न सक्छ भन्ने चाहिँ नयाँ गभर्नर को बन्ने हो त्यसको आधारमा चाहिँ मार्केट डिसाइड हुन्छ। त्यो भएको कारणले त्यति नेगेटिभ भन्दा नि पोजिटिभ पर्सपेक्टिभ चाहिँ अहिले मार्केटमा बढी छ। तर मार्केट नबढ्न सक्नु कारण भनेको चाहिँ एकुमुलेसन राम्रो भइ नसकेर पनि हुनसक्छ, अथवा नीतिहरू के आउने अलिकति क्लियर पिक्चर नभएर हो। अब बजेट बनिसकेपछि अलिकति यो सरकारले पहिलो बजेट पनि बनाउँछ, त्यो भएको कारणले अलिकति मार्केटमा पोजिटिभ इम्प्याक्टहरू आउन सक्ने सम्भावना पनि बढेर जान्छ। र हाइड्रो पावर सेक्टरमा चाहिँ हामीले ट्रेन्ड लाइनलाई ब्रेक गऱ्यो भने चाहिँ अलिकति स्टप लस हन्ड हुन्छ। स्टप लस गर्नु भनिरहेको थियौँ र आज पनि राम्रो सेलिङ वृद्धि देखेको छ। त्यो भएको कारणले पनि ट्रेन्ड लाइन ब्रेक भइसकेपछि हामीले सेलिङ पोजिसनै लिनु उपयुक्त हुन्छ। त्यो भन्दै गर्दाखेरि हाइड्रो पावरमा चाहिँ धेरैवटा स्टक हुन्छ। त्यो भएको कारणले स्टक रोटेसन, स्टक सिलेक्सन चाहिँ मोस्ट इम्पोर्टेन्ट हुन्छ भनेर हामी हाइड्रो पावर सेक्टर भन्न चाहन्छौँ। डेभलपमेन्ट ब्याङ्क सेक्टर भनेको साइडवेज जोनमा छ। आजको क्यान्डल अलिकति राम्रै बनेको छ। यो लेभलमा यो क्यान्डल बन्दाखेरि पनि राइज देखेको थियो। त्यो भएको कारणले अलिकति पोजिटिभ हुन सक्ने सम्भावना बढेर जान्छ। तर यो लेभलबाट तल जान थाल्यो भने चाहिँ अलिकति फेरि यसमा पनि सेलिङ आउन सक्ने सम्भावना हुन्छ। अब यसलाई चाहिँ हाइड्रो पावर ओभरअल सेक्टरलाई चाहिँ मार्केटले नै डिसाइड गर्ने हुन्छ। अहिले फाइनेन्स सेक्टरमा न्यू इन्ट्रीको लागि हामी सर्च गरिँदैन। अलिकति फन्डामेन्टली स्ट्रङ कम्पनी छ भने हजुरहरू छ भने होल्ड गरेर टाइट बस्न सक्नुहुन्छ। न्यू इन्ट्रीको लागि चाहिँ अहिले फाइनेन्स सेक्टरभन्दा अरू सेक्टर बेटर अप्सन हुनसक्छ भनेर भन्न सक्छौँ। माइक्रो फाइनेन्स सेक्टरमा पनि बारम्बार करेक्सन आइरहेको छ। आजको क्यान्डल चाहिँ अलिकति अपडेट नभएको कारणले यो मार्केट चाहिँ हाम्रो 49.23मा क्यान्डल स्टिक देखाइरहेको छ। तर नेप्सेको अनुसारले हेऱ्यौँ भने 49.44मा चाहिँ मार्केट क्लोज भएको अलिकति इन्डिसन क्यान्डल जस्तो हो, तर यसलाई बियरिस क्यान्डलै देखाइरहेको छ अहिले मार्केटमा। त्यो भएको कारणले यसले अलिकति प्यानिक अझै क्रिएट गरेर हामीले यो तलको बटमसम्म आउन सक्ने सम्भावना चाहिँ बढेर गएको छ। यसको 4800सम्म यो लेभलमा सस्टेन भएर माथि जान थाल्यो भने चाहिँ हामी यसमा फेरि पोजिटिभ हुन सक्छौँ माइक्रो फाइनेन्स सेक्टरमा। र नन लाइफमा पनि लगभग हामीले त्यही भन्दै आएको छौँ। यो लेभलमा चाहिँ सस्टेन भएर माथि जान थाल्यो भने चाहिँ हामी पोजिटिभ हुन सक्छौँ। र यो लेभलबाट तल जान थाल्यो भने चाहिँ अलिकति प्यानिक क्रिएट बढी नै गराउँछ र सेलिङ पोजिसनको लागि चाहिँ हाबी हुनसक्छ। एक दुई दिन इन्ट्राडे पर्सपेक्टिभ अथवा एक दिनको लागि चाहिँ डाउन गरेर लिक्विडिटी क्याप गरेर माथि जान सक्ने सम्भावना पनि हुनसक्छ। त्यसलाई चाहिँ हामीले वाच जोनमा राख्नुपर्ने हुन्छ। लाइफ इन्सुरेन्स पनि जस्तो बढेको थियो त्यही लेभलमा फर्किँदैछ। लगभग त्यही लेभलमा आउने सक्ने सम्भावना बढेर गएको छ। अब चाहिँ अलिकति पोटेन्सियल रिभर्सलको लागि हामीले पुरानै बटमतिर चाहिँ अलिकति वाच जोन गर्नुपर्ने हुन्छ भन्ने देखिएको छ लाइफ इन्सुरेन्समा चाहिँ। र इन्भेस्टमेन्ट सेक्टरमा पनि आज अलिकति गिरावट आएको थियो, राम्रै गिरावट आएको थियो। यो लेभलमा सस्टेन नगरेपछि साइडवेज खेलेर अब हामीले नै सपोर्टको जोन हेर्ने भनेको चाहिँ यसको लागि 100को लेभलमा 102 103को लेभलमा चाहिँ 3को लेभलमा चाहिँ हामीले हेर्न सक्छौँ इन्भेस्टमेन्ट सेक्टरलाई। र म्यानुफ्याक्चरिङ सेक्टरमा पनि हेऱ्यौँ भने हामीले के देखेको छ भने म्यानुफ्याक्चरिङ सेक्टरमा पनि करेक्सन प्याटर्न देखाइरहेको छ। साइडवेज जोनमा छ अहिले म्यानुफ्याक्चरिङ सेक्टर। हाम्रो जुन ब्रेकआउट पछाडि यही लेभलमा घुमिरहेको छ र यही लेभलमा सस्टेन गरिरहेको छ। यो लेभलबाट अप ट्रेन्ड मोमेन्टम देखाउन थाल्यो भने चाहिँ हामी पोजिटिभ हुनुपर्ने हुन्छ। तर यसमा चाहिँ भोल्युममा बारम्बार गिरावट आइरहेको छ। त्यो भएको कारणले सिलिङ पनि गर्न चाहिरहेको छैन
बायरहरू पनि त्यति एग्रेसिभ रूपमा इन्ट्रेस्टेड छैनन् भनेर चाहिँ भन्न सकिन्छ। र होटल सेक्टरमा पनि राम्रै साइडवेज जोनमै बसिरहेछ। हामीले ओभरअल यो जुन माथिको ट्रेन लाइन र तलको ट्रेन लाइन बनाएको छ, यो ट्रेन लाइनभित्र मुभमेन्ट भइरहेछ, यसलाई साइडवेज जोनमा बसिरहेछ। यसलाई ब्रेक गरेर माथि जान थाल्यो भने चाहिँ हामी इन्ट्रीको लागि चाहिँ एकदम ब्युटिफुल सेटअप बन्न सक्छ। अलिकति यो लेभलमा पनि हामी इन्ट्री गर्ने बेला चाहिँ लगभग छ। होटल सेक्टरको अलिकति फन्डामेन्टल स्ट्रङ कम्पनीहरू हेरेर हजुरहरूले ट्रेडिङ पर्सपेक्टिभबाट, इन्भेस्टमेन्ट पर्सपेक्टिभ भन्दा पनि ट्रेडिङ पर्सपेक्टिभबाट चाहिँ होटल सेक्टरलाई लिन सक्ने सम्भावना चाहिँ देखिएको छ मार्केटमा। र अदर सेक्टरमा पनि करेक्सन प्याटर्न आइरहेछ। भोल्युम गिरावट आउनु भनेको मार्केट खस्दाखेरि पोजिटिभ रूपमा लिनुपर्ने हुन्छ। र जुन राम्रो राइज देखाएको थियो अहिले यसलाई चाहिँ करेक्सन मोडमा गइरहेछ। अलिकति एमएसिडी सिग्नलहरू र हिस्टोग्रामहरू अलिकति घट्दै गएर अलिकति सानो हुँदै गयो भने चाहिँ हामी फेरि यसमा मजाले इन्ट्री गर्न सक्ने सम्भावना चाहिँ बढेर जान्छ। ओभरअल निफ्टी अपडेट र मार्केट एनालाइज हामीले यति नै राख्यौँ। लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्नु नछुटाउनु होला। कमेन्ट गरेको स्टक कुनै स्टक एनालाइज गरिदिन हजुरहरूलाई सजेस्ट गर्नु छ भने कमेन्ट गर्नु होला। त्यो कमेन्टको गरेको स्टक चाहिँ हामी डिटेल रूपमा एनालाइज लिएर आउनेछौँ। अब प्यानिक हुने क्रिएट भन्दा पनि अहिले मार्केट निकै नै खसिसकेको छ। अब हजुरहरूलाई चाहिँ मैले सेलिङको अप्सन चाहिँ दिँदैन। जतिखेर हामीले मार्केट यो लेभलमा थियो, अलिकति माथि यो लेभलभन्दा तल ब्रेकआउट नहुन्जेलसम्म चाहिँ हामी सेलिङको अप्सन दिन्थ्यौँ। यो ब्रेकआउटबाट तल आइसकेपछि अब यो सपोर्ट जोनमा आएको बेला सेलिङ अप्सन भन्दा पनि बाइङ अपर्च्युनिटीको रूपमा लिनुपर्ने हुन्छ। जति नै करेक्सन आयो भने पनि अब नेक्स्ट करेक्सन भनेको हाम्रो लगभग यो 2570 को लेभलसम्म आउन सक्ने हो। यो लेभलबाट तल जान थाल्यो भने चाहिँ हामी कम्प्लिट मार्केट बियरमा छौँ र बियर पोजिसनै रनिङ भयो भनेर भन्न सकिन्छ। त्यो खालके कन्डिसन नबनुन्जेलसम्म चाहिँ हामीले बाइङ अपर्च्युनिटीको रूपमा लिनुपर्ने हुन्छ। अब सबै फन्डामेन्टल, टेक्निकल र पोलिसी लेभलबाट पनि मार्केटलाई स्ट्रेन्थ आउने बेला हो। यो बेलामा चाहिँ हजुरहरूले सेल आउट गरेर अलिकति फन्डामेन्टल स्ट्रङ राम्रो कम्पनीहरू सेल आउट गरेर एक्जिट हुनु हो भने चाहिँ मार्केटमा हजुरहरूले बुल रनको लागि चाहिँ किताहरू चाहिँ पछि ग्राब गर्न चाहिँ गाह्रो हुन्छ। थोरै किता किन्नेलाई त सजिलो हुन्छ, थोरै किता त उहाँले जहिले पनि किन्न सक्नुहुन्छ। तर अहिले जसले चाहिँ अहिले धेरै किता किन्नुहुन्छ, अहिले लामो समयसम्म होल्डिङ गर्ने, अब मैले चाहिँ के भन्न चाहन्छु भने असार यो हाम्रो जुलाई अगस्तसम्म जसले होल्डिङ गर्न सक्नुहुन्छ। अब मार्च आइसक्यो, अप्रिल, जुन, जुलाई, अगस्त, अब 4 महिना राम्रोसँग होल्डिङ गर्ने जसको क्यापेसिटी छ, होल्डिङ क्यापेसिटी, उहाँहरूले चाहिँ यो स्विङमा लगभग 300, 400, 500 को अङ्कको वृद्धिको स्विङ चाहिँ खान सक्ने सम्भावना चाहिँ बढेर जान्छ र 40% रिटर्न निकाल्न सक्ने, म्याक्सिमम 40% रिटर्न निकाल्न सक्ने सम्भावना चाहिँ बढेर जान्छ। त्यो भएको कारणले अहिले सेल आउट भन्दा पनि बाइङ अपर्च्युनिटीको रूपमा यस्तो प्यानिक तरिकाले घटिरहेको बेला बाइङ अपर्च्युनिटीको रूपमा लिनुपर्ने हुन्छ मार्केटलाई। किनभने अहिले हामी बुल रनमा छौँ। बियर रनमा भएको बेला चाहिँ यतिखेर फेरि एक्जिट आउट गर्नुपर्ने हुन्थ्यो। तर अहिले हामी बियर रनमा छौँ भन्ने मार्केटले कन्डिसन देखाइसकेको छैन। हामीले विकली क्यान्डल, मन्थली क्यान्डलमा हामी पोजिटिभ छौँ। त्यो भएको कारणले अलिकति मार्केटमा चाहिँ बसिराख्न चाहिँ हजुरहरूलाई सजेस्ट गर्छु। हुन्छ, किप इन्भेस्टिङ, ह्याप्पी ट्रेडिङ।